हेलो गुड मर्निङ सबैजनालाई। सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दै अहिले चाहिँ म घान्द्रुकमा छु। देख्न सक्नुहुन्छ घान्द्रुक गेस्ट हाउस। यहाँनिर चाहिँ टक्कसँगले लोकल अर्ग्यानिक उतापट्टि देख्न सक्नुहुन्छ घरहरू छ। योभन्दा डाँडाभन्दा थोरै उता पर जानुपर्छ हिँडेर। अनि यहाँको लोकल गाउँहरू देखिन्छ भने आजको वेदर कुरा गर्नुपर्छ चिसो छ। बादलले ढाकिराखेको छ, अलिअलि देखला जस्तो लागिरहेको छ। फेरि नदेखिने बनाइराखेको छ बादलले चाहिँ। यस्तै छ आजको वेदरको कुरा गर्नु पर्दाखेरिको चाहिँ। हेर्नुहोस्, म चाहिँ यहाँ घान्द्रुक गेस्ट हाउस अन्नपूर्ण 10 घान्द्रुक नम्बर छ यहाँनिर। तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ है त। आजको वेदर चाहिँ हावा चलेर खत्तम भएछ। यहाँको वेदर चाहिँ हावा चलेर बादल लागेर धक्छ भन्छ नि, पानी परेर ल हावा चलेको सबको टिन उडाइरहेको छ। टोइ परिरहेको छ। ल हेर्नुहोस्, आज चाहिँ हावा चलेर धक्सै भन्छ। यहाँनिर चाहिँ पुरा बिजकै बनाइदिएको छ। ल हेर्नु जतिरै टुङ 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 हावा चलेर पात आएर यस्तो भन्छ है। हेर्नुहोस् त डाँडाको रुखहरू आँखा बिजकै हरिबिजक बनाइदिएको छ नि हौ। ल हेर्नु है, टिन उडाइदिएर ल हेर्नुहोस्, पानी परेर चाहिँ यो हल्का फुल्का खुलेको छ। अनि त्यसपछि हामी चाहिँ यहीँ छौँ। अब हाम्रो मैले लिएको गेस्टहरू पनि यतै हुनुहुन्छ, जाने भन्दै हुनुहुन्छ। फेरि पानी पर्न लागिरहेछ। हामी बसेको चाहिँ योमा हो, योभन्दा माथिलामा हो, उतै माथि टिन देखेकोमा हो। फेरि पानी परिरहेछ। हिमालहरू चाहिँ जस हल्का खुलेको छ भनी माछा पुछ्रेको ठ्याक्कै पुच्छर चाहिँ अहिले छेकिरहेको छ। यहाँको वेदर आजको गाउँ अहिले चाहिँ हामी यसरी हिँड्दैछौँ गाउँहरू हेर्दै। होटलहरू सबै गाउँहरू छ यहाँनिर चाहिँ। अब चाहिँ हामी यसो हेर्दै यहाँनिर अगाडि जान्छौँ। अगाडि त्यसपछि हेरेर हामी फर्किन्छौँ। ल हेर्नुहोस्, नयाँ होटल, नयाँ घर यस्तो छ यहाँको स्थिति। ल हेर्नुहोस्, हामी चाहिँ यहाँ घान्द्रुक आइसकेका छौँ। घान्द्रुकको गाउँहरू देख्न सक्नुहुन्छ। तपाईँहरू यहाँ आउनको लागि चाहिँ हिँडेर आउनुपर्छ, गाडी चाहिँ आउँदैन यतातिर आउनको लागि। यहाँनिर हाम्रो सानो मान्छे हुनुहुन्छ। हेलो, हाउ आर यु? अहिले चाहिँ म यहाँनिर छु, म्युजियमतिर छु। देख्न सक्नुहुन्छ यहाँनिर पुरानो घरहरू। अहिलेसम्म पनि यहाँ ढल घर चाहिँ त्यति धेरै भएको छैन। यो चाहिँ म्युजियम हो है। यहाँ म्युजियम जानको लागि चाहिँ तपाईँ 50 रुपियाँ तिरेर जानुपर्छ भनी दाउरा राखेको छ यहाँनिर होइन। यहाँ म्युजियमभित्र छिर्नको लागि चाहिँ 50 रुपियाँ चाहिन्छ, एकजनाको 50 रुपियाँ। देख्न सक्नुहुन्छ यहाँनिर लोकल अर्ग्यानिक ढिकी झाँतो, त्यसपछि लोकल घरहरू। माथि चाहिँ पुरा हावा पानी चलिरहेको छ, पानी आइरहेको छ। हावा पनि बेसै ठुलो सुन्नुभयो होला। भनेपछि यो भित्र चाहिँ तपाईँले देख्नुभएको छ यो म्युजियम। अब म यो भित्र छिर्छु, यो भित्र छिरेर देखाउँछु होइन। यहाँको यो अर्ग्यानिक पहिलाको मान्छेहरूले कसरी घाँस दाउरा डोको होइन, यो बच्चाको कोक्रो यस्तो गर्ने म सब तपाईँलाई देखाउँछु भित्र छिरेर है। हेर्नको लागि एकदम तयार भएर बस्नुहोस् तपाईँहरू सबैजना। अब चाहिँ म तपाईँहरूलाई पुरानो सामानहरू देखाउँछु। देख्न सक्नुहुन्छ यहाँ अब पुरानो सामानहरू, यो बिहा बर्तनमा चाहिने सामानहरू भयो होइन, यस्तो सामानहरू। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यो पिङ, त्यसपछि बाक्साहरू पहिलाका। यो सबै चाहिँ यिनीहरू चाहिँ पुरानो हेर्नुहोस्। अब यो हलोहरू, त्यहाँ हलो छ देख्न सक्नुहुन्छ तल। त्यसपछि यहाँ माथि पनि हलो छ, जुवा छ, लट्ठीहरू छ
पुरा कल्चर पुरानो मान्छेहरू चाहिँ कसरी बस्थे के गरी बस्थे भन्ने कुरा सबै तपाईँहरूलाई देखाउनको लागि चाहिँ म यहाँ छु। त्यसपछि यहाँ किचनमा चाहिने भाँडाहरू, त्यसपछि किचनको सामानहरू, त्यसपछि यो चुलोभन्दा माथिपट्टि राख्ने यस्तो यो के राख्ने दाउरा साउरा राख्ने अब हरेक चिज राख्ने। अनि त्यसपछि ल हेर्नुहोस् यतातिर त्यस्तै छ, यहाँ यस्तो छ भनी त्यहाँबाट तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर पुरानो सामानहरू हरेक सामानहरू छ यहाँनिर, दाम्लादेखि लगेर हरेक चाहिँ घन्टी, धनुष होइन, बुलेटली, बन्दुक, पहिलालाई चाहिने सामानहरू, त्यसपछि पाथी, डालो हरेक चिज छ यहाँ हेर्नुहोस्। त्यसै त नि पुराना मान्छेहरू यस्तरी बसेर यस्तो गरेर खाएर टक्कसँगले तङदुरुस्त थियो भने अहिले चाहिँ सबै मिसावट धेरै भएर हामी बिरामी हुने हरेक हुने थोरै हिँड्न पनि नसक्ने कारण चाहिँ यो हो। अनि यहाँ त डोकोहरू भयो, यो मौरीको छाकाहरू भयो, यो बच्चाहरूलाई गर्ने कोक्रो भयो, सबै छ यहाँनिर A to Z। ल हेर्नुहोस् यहाँनिर चाहिँ अब टक्कसँगले दही मोही राख्ने, घिउहरू राख्ने होइन यहाँ छ। अनि यहाँ मुही पार्ने ठेका चाहिँ यहाँनिर छ, देख्न सक्नुहुन्छ। यो चाहिँ यसलाई चाहिँ मुही पारिन्छ यसरी। अनि तपाईँहरूलाई पनि कसरी देखाउँछु यो मुही पारेको चाहिँ मैले देखाउनलाई म यहाँबाट देख्छ सायद म यहाँबाट देख्छु होला, म तपाईँलाई यस्तो गरेर गर्छु। अनि थुप्रै सामानहरू छ यहाँ देख्न सक्नुहुन्छ, सबै चाहिने सामानहरू पहिलाको यो लेख्नेहरू यस्तोहरू, बन्दुकहरू, खुकुरी भयो, हरेक चिज भयो, ढुङ्गा माटो, क्यासेट तपाईँको पहिलाको क्यासेट हेर्नुहोस्। यो कुन जमानाको क्यासेट होला यसलाई हेर्नु त देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ हावा चलेर बिजोकै भन्छ नि, हावा चलेर अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ है। यसरी निस्केर फेरि उकालो चढ्दै जान्छौँ हामी चाहिँ अहिले गाउँ घुमेर पनि त्यस्तै हावा चलिरहेको देख्न सक्नुहुन्छ। ल हामी चाहिँ अब जाँदैछौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सानो मान्छे, हाई गरिदिनुहोस्। खोइ हेलो गरेको खोइ, ल हेलो गर्नु न। यहाँ मलाई बोकाएर हामी चाहिँ यहाँ झर्दैछौँ अब पोखराको जानको लागि। अगाडि दाइ हुनुहुन्छ भने हामी पछाडिमा मान्छेहरू हुनुहुन्छ। बाई बाई गरौँ ल, छिटो। म बोक्दिनँ है अब, त्यसो भए नबोल्ने भए म बोक्दिनँ अब, तपाईँ हिँड्नुपर्छ है। ओके हाउ आर यु सानो मान्छे? डटी वाट इज दिस यु डोन्ट नो? अब चाहिँ हामी यतातिर गुरुङ कटेजतिर जाँदैछौँ। अब नजिकै गुरुङ कटेज छ भने पानी परिरहेको छ आज चाहिँ, यस्तो छ वेदर। हामी चाहिँ भिजी गाडी हिँड्नु भएको सानो मान्छे। हेलो सानो मान्छे, लुक एट हियर, हाई, गुड। अब गुरुङ कटेज आइपुगिसक्यौँ हामी, गुरुङ कटेजभित्र छिर्न लागिसक्यौँ हामी, देख्न सक्नुहुन्छ तपाईँहरूले गुरुङ कटेज। हामी चाहिँ गाइज गुरुङ कटेज पनि आइपुगिसकेका छौँ। गुरुङ कटेजमा देख्न सक्नुहुन्छ है, गुरुङ कटेज भने पानी परिरहेको छ। You can see over there is a big dog. I big dog. देख्न सक्नुहुन्छ पारितिर चाहिँ पुरा होसियार लागेर, यतातिर चाहिँ थोरै घाम लागेको छ। अब यहाँ फोटो खिच्ने भन्नुभएको छ। यता आउनुहोस्, यता सानो मान्छे, यता अब चाहिँ हामी म्युजियम पनि आइपुग्नु लागिसकेका छौँ। म्युजियमको नजिकै छौँ हामी। अब म्युजियम जान्छौँ। यो म्युजियम चाहिँ टाढो जान्छ। अब यहाँ 2 मिनटमा म्युजियम पुगिन्छ हामी चाहिँ।
अब चाहिँ हामी म्युजियम पनि आइसकेका छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ म्युजियम हो। अनि हामी म्युजियमभित्र छिरिसकेका छौँ। यहाँ चाहिँ अब म्युजियम टाइपकोसँगले यो म्युजियम आइपुग्यौँ हामी। हेलो खोइ नमस्ते नमस्ते गएको आमालाई खोइ नमस्ते। ल हेर्नुहोस् अहिले चाहिँ म म्युजियम पनि आइसकेको छु। यहाँ आमा त्यसपछि यता हेलो हेलो हेलो। अब तपाईँ यहाँनिर छिर्नको लागि चाहिँ पर पर्सन 100 रुपियाँ लिन्छ म्युजियमभित्र छिर्नको लागि चाहिँ। अब म्युजियमभित्र छिर्नुहुन्न भने चाहिँ तपाईँलाई यहाँ आएर फोटोसोटो खिच्नलाई पाउनुभयो। कुकुरो भयो भने झाटो भयो भने यहाँ उ छ। त्यसपछि यहाँको स्थिति त्यस्तो छ देख्न सक्नुहुन्छ। म चाहिँ अब यस्तो बोकेर ट्याक्कसँगले हिँड्दैछु यहाँनिर। अनि यस्तो छ यहाँको स्थिति। आमाले यहाँनिर मिठो खाना बनाउनु भएको छ। यहाँ सानो किचन। एकजना आमालाई ट्याक्कसँगले के चाहिन्छ सबै थोक छ। चुलो भयो नेपाली अर्ग्यानिक चुलो। त्यसपछिको माथिको त्यो दाउरा साउरा राख्ने डोको सको राख्ने हरेक चिज मासु पोल्ने मासु त्यो राख्ने सबै छ। ल पोज दिनु अरू पोज दिनु खोइ पोज दिएको खोइ खोइ नाच्नु ल। गुड अरू अब के गर्ने गर्नु हो गुड ल। आमा के गरेको त्यस्तो ओहो के हो त्यो फेरि ल। यहाँ चाहिँ अहिले फोटो खिच्ने कार्यक्रम भइरहेको छ सानो नानीको। अब यहाँनिर खोइ टिका हो गुड। कति राम्रो देखेको सानो मान्छेलाई त राम 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 राम। बाबालाई पठाइन्छ साह्रै लायो त चाउ गरिदिनु। सब केही छोडेन नि हैन भित्र मैले दिइसके रेडियोमा आउन फेरि फल्ना फल्ना यस्तो भिडमा लोड्यो। के छ खबर ठिक छ कति राम्री हो। आमा नमस्ते रे ओ नमस्ते रे। बाई बाई आची अरे यो बाई होस् अब चाहिँ मेरो गाडी पनि बाँधिसक्यो सामानसँग। त्यसपछि अब टक्कसँगले हामी निस्किन्छौँ खाना खान्छौँ मुटै होटलमा गएर। सानो मान्छे चाहिँ यहाँ घोडा चढिरहनु भएको छ। तपाईँहरूले आउनको लागि चाहिँ पोखराबाट घान्द्रुक आउनको लागि यस्तो गाडी सेयरिङ गाडी पनि पाउँछ। त्यो माथि गएर तपाईँले अनि रिजर्भ पनि गर्न सक्नुहुन्छ। हाम्रो पुनित भाइ घान्द्रुकको स्पेसल हजुर अब फर्किने एकछिनमा। त्यसपछि अब तपाईँ रिजर्भ गरेर आउनुहुन्छ भने रिजर्भ गर्नको लागि चाहिँ यसरी आउनुपर्छ। हाम्रो हरियो प्लेट चाहिँ रिजर्भ गरेर आएको उहाँहरूलाई लिएर। आज चाहिँ घान्द्रुकमा घरि पानी आउने घरि रोकिने घरि पानी आउने घरि रोकिने भइरहेको छ। अहिले फेरि पानी परिरहेको छ देख्न सक्नुहुन्छ। यस्तो बाक्लो पानी परिरहेको छ भने बी केयरफुल। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने चाहिँ विचार गरिदिनुहोस्। अघि भर्खरैसम्म तपाईँहरू देखिरहनु भयो यस्तो पानी परेको। अहिले भर्खरै ल हेर्नुहोस् यस्तो घाम लागिरहेको छ भनेपछि वेदरको त कति बेला पनि केही भरै पर्न नपाउने कि। हामीले चाहिँ यहाँ खाना पनि खायौँ। त्यसपछि अब चाहिँ निस्किन लागेको छौँ। खानासाना खायौँ अब निस्किन्छौँ हामी पोखरा। मेरो पनि छ नि ओके 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 दिस इज मी ओके। अहिले चाहिँ हामी यहाँ फोटो खिच्नको लागि रोकिरहेको छौँ गाडी। देख्न सक्नुहुन्छ माथि झरना पनि छ सानो झरना। भनेपछि यहाँ खोला छ। अनि यहाँबाट चाहिँ माथि जानको लागि तपाईँले थोरै अफरोड हिँड्नुपर्छ 7-8 किलोमिटर 7 यहाँबाट लगभग 5-7 किलोमिटर। त्यसपछि जाने फोटोसोटो खिच्ने यहाँबाट लगेर तपाईँले यस्तो छ फोटो खिच्ने अनि जाने है त। ल अहिले चाहिँ म गाडी आइसकेको छु देख्न सक्नुहुन्छ मेरो गाडी।
हाम्रो सरहरू यता हुनुहुन्छ अनि अब चाहिँ हामी पोखरा जान्छौँ यहाँबाट चियासिया खान्छौँ त्यसपछि पोखरा जान्छौँ पोखरासम्म तपाईँहरूलाई यात्रा देखाउने गर्छु म है ल हेरिदिनु भएकोमा धन्यवाद मेरो गाडी यस्तो छ आज हालत बिजोग भएछ बिहाल भएछ सामानमाथि छ मेरो गाडीको चाहिँ हल्का हल्का समस्या आएको भनेको अलिक धेरै झड्का हानेछ ऱ्यागै गएछ त्यसपछि अहिले चाहिँ म यहाँनिर ग्यारेजमा छु कन्टिन्यू भइरहेको छ भिडियो चाहिँ तर म अहिले तपाईँहरूलाई देखाउन सक्नु भनौँ न यस्तो भएछ मेरो गाडी चाहिँ ऱ्याक गएर ऱ्याक फेर्न लागेको छु ऱ्याक फेरेर अनि भोलिको ड्युटीमा फेरि जान छ है त गाइज अर्ग्यानिक ल अब चाहिँ मेरो यहाँ ऱ्याक निकाल्ने काम पनि हुँदैछ भाइहरू त्यसपछि उतातिर हाल्नु साउजी निकाल्दै हुन्छ यहाँबाट चाहिँ गएको ए देखेको धारबाट देखेकोबाट त्यहाँबाट जान्छ त्यही भएर मेरो चाहिँ यस्तो बिजोग भएर आज चाहिँ फेरियो के छ खबर ठिक छ नि होइन ट्याक्कसँगले अब ट्याक्क दह्रो बलियो तन्दुरुस्त नयाँ माल फिट हुँदैछ के अरे माल फिट हुँदैछ नि होइन नयाँ माल आला फेरि त्यसलाई खोलेर छुट्याइदिएछु ए हो पहिल्यै साइड लगाइदिएको नि त्यस्तो महँगो ठिक छ नि होइन यहाँ मेरो दुईवटा भाइहरूले चाहिँ मेरो ऱ्याक खोल्दैछन् त्यसपछि उता दिपक दाइले टाइम पनि हुँदैन अहिले चाहिँ 5:07 गएको छ भने मैले भिडियो यहीँ अन्त्य गर्छु हेर्दै गर्नु होला जग छ भाइ यस्तै छ मेरो यस्तै छ जग ए यो साइडमा छ हेर्दै गर्नु होला सबैजनाले भिडियो अनि त्यसपछि मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै आजलाई भिडियो यहीँ अन्त्य गर्न चाहन्छु हवस् त धन्यवाद